हेलो एभ्रिवन बाख्रा चराउनु गएँ ल म फेरि मेरो चाहिँ आजभोलि बिहान उठ्ने भात पकाउने खाने अनि त्यसरी दिउँसो भएपछि बाख्रा चराउनु जाने कामै त्यही भइरहेछ। के गर्नु साथीहरू, यस्तै छ गाउँले जीवन। गाउँमा बसेपछि यति त गर्नै पर्यो होइन। त्यही भएर बाख्रा चराउन हिँडेको। त्यही पनि आकाशतिर चाहिँ पानी पर्ला पर्ला जस्तो भइरहेछ। पानी चाहिँ पर्छ कि पर्दैन थाहा छैन। त्यही पनि होइन, पानी पर्यो भने पनि ठिकै छ, पानी परेन भने पनि ठिकै छ मेरो लागि चाहिँ। अब के गर्नु, पानी पनि चाहिरहेको छ। अब आयो भने पनि भरे थाहा हुन्छ, आएन भने पनि भरे थाहा हुन्छ। अझ मेरो लौरे कुकुर र चङ्खे कुकुर पनि पछि पछि आइरहेछ। मेरो बडीगार्ड हो क्या, तिनीहरू चाहिँ मेरो बडीगार्ड हो। यो बाख्राहरूलाई जङ्गलतिर हालेको, जङ्गलतिर चढ्दै झरेन होइन। अब घरबारीतिर मात्रै चढ्ने खोज्छ। अब यत्रो घरबारीमा चरायो भने त मलाई बाउले मार्छ। माथि माथि नजान के, अलिक झन् माथि माथि गयो भने बाउले मार्छ के, मलाई भन्छु। नटेरी उकालो गएकै गर्छ के। त्यही भएर होइन गाईहरू महिनालाई उकालो जाँदैछु है। यिनीहरूले त मलाई त धुर्कै रह्यो क्या। उहाँ पारिको एक गरेर मकै पनि चिरिप्पै खाइदियो यिनीहरूले सबै छ क्या। म चाहिँ उतापट्टि गएर बसेँ, उतापट्टि निस्किन्छ होला भनेर होइन। तर यिनीहरू चाहिँ यतापट्टिबाट आएछ र गहिराबाट सट्ट गएर सबै घुलै पसेछ क्या। अनि अब सानो गरेर हुन्छ नि त मकै बारी त, सानो चाहिँ गरेर चिरिप्पै एउटै बिनो क्या ठुट्टा पारेर खाइदिएछ। मार्दैन त आज मलाई बाउले। मेरो जिन्दगी पनि जानु भयो गाइजहरू। हेर्नु यो बाख्राहरूले मलाई के दुःख दिएको त। बाख्रा लाने बेलासम्म चाहिँ पानी परेन। आज चाहिँ मैले हेर्नुहोस् गाइजहरू बाख्रालाई खरबारी चराएँ। अनि यहाँको एक गरेर मकै पनि खुवाएँ। अनि यो चाहिँ हाम्रो मकै रुने कटेर हो। मकै त्यहाँसम्म रोपेको छौँ। उहाँ माथि छ घर चाहिँ, यो ठाउँमा छ हाम्रो घर चाहिँ। त्यो छल्ल्या म चाहिँ यहाँ छु। अब बाख्रा चाहिँ म घर लान लागेको। सायद पानी पर्छ होला भनेर पानी परेन, अलिअलि मात्रै फिसफिसायो। अब म घर लान रेडी छु। गाई बाख्रा घर लगेर चट्टसँगले भात पकाएर फेरि खाएर सुत्नुपर्ने हुन्छ। त्यही भएर म लाग्दिएको ल। बाई बाई साथीहरू।